जिंदाबाद, वामपन्थी एकता जिंदाबाद। प्रमुख वामपन्थी दलका नेताहरू यहाँ उपस्थित हुनुभएको छ। कतिपय मान्छेलाई यो आश्चर्य लागेको हुन सक्छ, अनौठो लागेको हुन सक्छ, तर वामपन्थी एकता आज मात्रै होइन, अनेकन कालखण्डदेखि जरुरत थियो, आवश्यक थियो। तर बीचको कालखण्डमा हामीहरूमा कहिले सिंह पलायो, कहिले जुरो पलायो, कहिले अरू के पलायो। त्यो कारणले गर्दा हामी एकताबद्ध हुन सकेनौं। अब समयले हामीलाई हिर्काउन थालेको छ। परिस्थितिले हामी एउटा बाध्यात्मक परिस्थितिमा खडा गर्न थालेको छ। त्यसले गर्दा आज हामी वामपन्थीहरू फेरि एकताबद्ध हुँदैछ। कम से कम आज विचार गोष्ठीमा हामी एकताबद्ध भयौं। म सबै कमेडरलाई आग्रह गर्न चाहन्छु, अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपले अगाडि बढाउने काम थालनी गरौं। तब मात्रै आज हाम्रो देशमाथि जुन ढंगले साम्राज्यवादीहरूले र प्रतिक्रियावादीहरूले बबन्डर मचाइरहेका छन्, त्यसका विरुद्ध लडाईं तब मात्रै गतिशील भएर अगाडि बढ्न सक्छ कमेडहरू। त्यसो हुनाले आजको आवश्यकता वामपन्थी एकता र सबैलाई मनमा बताउन भन्छु, वामपन्थी एकता जिन्दाबाद, वामपन्थी एकता जिन्दाबाद, वामपन्थी एकता जिन्दाबाद। कौन है ये लोग? कहां से आते हैं?